कहिलेकाहीँ यस्तो लाग्दैन कि शक्तिले, पावरले एउटा छुट्टै भाषा बोल्छ। आज हामी त्यही भाषाका केही शब्दहरू डिकोड गर्दैछौँ, त्यस्ता शब्दहरू जसले हाम्रो दैनिक जीवनमा असर त पार्छन् तर हामीलाई पत्तै हुँदैन। ल आउनुहोस् यो रहस्यको पर्दा खोलौँ। हामीले आज खोतल्ने सबै कुराको स्रोत हो यही एउटा पाना हो। यसलाई तपाईँ शक्तिको खेल बुझ्ने एउटा रोसेटा स्टोन जस्तै मान्नुहोस् न। यसमा लुकेको परिभाषाभित्रै राजनीति र अर्थतन्त्रका कति धेरै भित्री कथाहरू लुकेका छन्। कहिलेकाहीँ समाचारमा ठूल्ठूला शब्दहरू सुन्दा कता कता आफू चाहिँ बाहिरिया हो कि जस्तो फिल हुन्छ, होइन र? तर चिन्ता नलिनुहोस्, आज हामी त्यो भाषाको ताला खोल्दैछौँ ताकि शक्ति कसरी चल्छ भन्ने यो खेल हामी सबैले राम्ररी बुझ्न सकौँ। ल सुरु गरौँ सरकारबाट। हामीले सोचे जस्तो एकदम चिल्लो चल्ने मेसिन हो त यो, कि कहिलेकाहीँ खिया लागेर अड्किने पुरानो यन्त्र जस्तो? आउनुहोस् यसको वास्तविकता के हो अलि नजिकबाट हेरौँ। एकछिन सोच्नुहोस् त, तपाईलाई कुनै सरकारी कागज बनाउनु छ अनि त्यो काम एकै दिनमा बिना कुनै झन्झट फटाफट सकियो, कस्तो होला? हो, त्यही हो सिमलेस ब्युरोक्रेसी भनेको। एकदमै छरितो र प्रभावकारी सिस्टम जहाँ काम अड्किने होइन बरु सर्रसर्र दौडिन्छ। तर वास्तविकता त अक्सर फरक हुन्छ, होइन र? अब कुरा गरौँ ब्युरोक्रेटिक स्क्लेरोसिसको। यो भनेको ठ्याक्कै उल्टो अवस्था हो, जहाँ सिस्टम यति कडा, यति ढिलो हुन्छ कि केही पनि अगाडि बढ्नै सक्दैन। यो त शरीरमा रगत जमे जस्तै हो, सरकार नै पुरै प्यारालाइज्ड भएको जस्तो। यो दुईटामा फरक कति छ भने एकातिर रकेटको गति छ, अर्कोतिर सङ्ख्यकिराको। देख्दा सामान्य लागे पनि यही एउटा भिन्नताले कुनै देशलाई विकासको शिखरमा पुर्याउँछ भने कुनैलाई सधैँ पछाडि नै ढकेलिरहन्छ। अनि कहिलेकाहीँ यो ढिलासुस्ती संयोगले मात्र हुँदैन, जाना जाने पनि गरिन्छ। हो, त्यसैलाई ब्युरोक्रेटिक ड्रिफ्ट भनिन्छ। यो भनेको परिवर्तनको डुङ्गालाई बहानाको लङ्गर लगाएर रोक्नु जस्तै हो। कुनै पनि नयाँ नीतिलाई लागू नै हुन नदिने एउटा एकदमै चलाक खेल। ल, सरकारको मसिनरीले कसरी काम गर्छ वा गर्दैन त्यो त हेरियो। अब पालो पैसाको खेलको। अर्थतन्त्रका ती नियमहरू के हुन् जसले हाम्रो खल्ती र भविष्य दुवैमा सिधै असर पार्छन्? गिग इकोनोमी, यो शब्द त पक्कै सुन्नुभएको होला। यो भनेको के हो भने त्यो 9 देखि 5 को परम्परागत जागिरभन्दा फरक, राइट सेयरिङ, डेलिभरी वा फ्रिलान्सिङ जस्ता साना अस्थायी कामहरूमा आधारित अर्थतन्त्र। यसले एकातर्फ स्वतन्त्रता त देला, तर अर्कोतर्फ स्थिरताको ग्यारेन्टी भने हुँदैन। अब यसको अलिकति फरक कन्सेप्ट छ सर्कुलर इकोनोमी। यसको मूल मन्त्र हो केही पनि नफालौँ, मतलब बनाऊ, प्रयोग गर अनि फाल भन्ने पुरानो तरिका छोडेर बनाऊ, प्रयोग गर अनि फेरि प्रयोग गर भन्ने सोच। यो त प्रकृति जस्तै भयो, जहाँ केही पनि खेर जाँदैन, सबै कुरा घुमिफिरी काम लाग्छ। यहाँ अरू 3वटा रोचक आर्थिक प्रणालीहरू छन्। पहिलो, क्रोनी क्यापिटलिजम। यसमा चाहिँ पहुँचवालाले मात्र मौका पाउँछन्, जसले गर्दा स्वच्छ प्रतिस्पर्धा नै मर्दछ। दोस्रो, मायोपिक इकोनोमी। यसले आजको नाफाको लागि भोलिको भविष्यलाई नै दाउमा राख्छ। अनि तेस्रो, इकोनोमी अफ थिङ्ग्स। यसले के देखाउँछ भने अब त हाम्रो फ्रिज र फोन जस्ता निर्जीव चिजहरूले पनि आर्थिक गतिविधिमा भाग लिन थालिसके। ल, अब लागौँ राजनीतिको भित्री खेलतिर, जहाँ नियमभन्दा बढी रणनीतिले काम गर्छ। यो त एउटा चेसको खेल जस्तै हो, जहाँ शक्ति जित्न र त्यसलाई जोगाइराख्न हरेक चाल एकदमै सोचेर चाल्नुपर्छ। कुनै एउटा आइडिया कसरी कानुन बन्छ होला? यो प्रक्रिया एउटा नाटक जस्तै हुन्छ। पहिलो एक्टमा ट्रायल बलुन छोडिन्छ, मतलब जनताको मुड कस्तो छ भनेर छामिन्छ। दोस्रो एक्टमा बन्द कोठाभित्र स्मोक्ड फिल्ड रुममा गोप्य सम्मतिहरू हुन्छन्। अनि अन्तिम एक्टमा नेताहरू फेन्स मेन्डिङ गर्न आफ्नो चुनावी क्षेत्रमा पुग्छन्, मतलब आफ्ना मतदातालाई खुसी पार्न। अब जेरिमान्डरिङ, यो चुनाव जित्ने एउटा पुरानो तर एकदमै शक्तिशाली तरिका हो। यसमा के हुन्छ भने सत्तामा भएको पार्टीले आफ्नो फाइदाको लागि चुनावी क्षेत्रको नक्सा नै यसरी बदलिदिन्छ कि विपक्षीको भोट छरिन्छ र आफ्नो भोट एकै ठाउँमा जम्मा हुन्छ। यो त भोट हाल्नुभन्दा अगाडि नै चुनावमा धाँधली गर्नु जस्तै हो। अनि यो अर्को शब्द मेकार्थिजम, यसले राजनीतिको अँध्यारो पाटोलाई देखाउँछ। यो भनेको कुनै प्रमाण बिना केवल आरोपको भरमा कसैको चरित्र हत्या गरिदिने काम हो। यो राजनीतिक हतियार आजकल त झन् सामाजिक सञ्जालमा जताततै देख्न सकिन्छ।
अब हाम्रो अन्तिम खण्डमा हामी पर्दा पछाडिको शक्तिलाई हेर्नेछौँ। साँच्चै देश कसले चलाउँछ त? हामीले चुनेका नेताले, पैसाले वा अरू नै कसैले? क्लेप्टोक्रेसी, यो शब्दको सिधा अर्थ हो चोरहरूको शासन। यो सरकारी भ्रष्टाचारको सबैभन्दा डरलाग्दो रूप हो, जहाँ नेताहरूले देशको सम्पत्तिलाई आफ्नै निजी सम्पत्ति सम्झेर लुट्छन्। यो चाहिँ अलि चलाख किसिमको भ्रष्टाचार हो। रेगुलेटरी क्याप्चर। यो भनेको कस्तो हो भने खेल खेलाउने रेफ्रीले नै एउटा टिमको जर्सी लगाएर मैदानमा उत्रिनु जस्तै। मतलब नियम बनाउने निकाय नै उसले जसलाई नियमन गर्नुपर्ने हो उसैको इसारामा चल्न थाल्छ। अब ज्याक्सोनियन रुल। यसले त्यो खतरनाक अवस्थालाई जनाउँछ जहाँ सरकारी कर्मचारीहरू जनताको सेवक होइन कि सत्तामा रहेको पार्टीको सेवक बन्छन्। यसो भएपछि के हुन्छ? पुरै प्रणाली राजनीतिकरण हुन्छ र निष्पक्षता, व्यावसायिकता सबै समाप्त हुन्छ। न त अब शक्तिको भाषा बुझ्ने एउटा नयाँ शब्दकोश हामीसँग छ। अबदेखि समाचार पढ्दा होस् वा कुनै नेताको भाषण सुन्दा ती शब्दहरूको पछाडि लुकेको वास्तविक खेल के हो त्यो अलि प्रष्टसँग बुझ्न सकिन्छ। अनि अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। अब जब शक्तिको यो गोप्य भाषाका केही शब्दहरू थाहा भयो, के आफ्नो वरपरको संसारलाई हेर्ने नजरमा केही फरक पनि आयो? एकपटक सोच्नुहोला है त। आजलाई यति नै, फेरि भेटौँला।